सबैलाई नमस्ते कोनिचिवा मिनासान। सो आज म फेरि पनि हाम्रो डे 2 को मिनिङ लिएर आएको छु। सो हामीले अब पहिलो पार्टमा चाहिँ डे 1 को मिनिङहरुको बारेमा एक्सप्लेन गरेर त्यसको रिभ्यु पनि गरेका थियौं। सो आज N3 को डे 2 हामीले हेर्छौं है त। सो आज डे 2 मा के छ? सो डे 2 लाई आज हेरेर सेचुमे गर्दै प्र्याक्टिसहरु गर्दै जाउँ है त मिनासान ल। सो डे 2 को आज अहिले फेरि अब स्टार्ट गरौँ है। सो अब यहाँनिर भन्छ दाइ इस्यु है। हामी फर्स्ट विकमै छौं। फर्स्ट विकको हामी डे 2 मा छौं। खाजियो सिमास्यो भन्छ। यहाँ पनि घरको काम गरौँ। सो फर्स्ट विक हाम्रो त्यही नै जान्छ है, घरको काम गरौँ। यहाँनिर भन्छ निनिचिमे भनेको दोस्रो दिन है, डे 2। डे 2 मा के रहेछ? पहिलो डेमा हामीले के पढ्यौं त? किचनको लिभिङको कुराहरु थियो हैन, अब झ्यालहरुको कुराहरु। सो यो सबै कुराहरु थियो भने अब डे 2 मा के रहेछ त? एकचोटी यसलाई आज हामीले सेचुमे गर्दै जाउँ है त। सो डे 2 मा भन्छ निनिचिमेमा चाहिँ भन्दै छ कि रेउरियो सिमास्यो, अब केही कुराहरु पकाउने कुरा हुँदैछ है। सो कुनै परिकारहरु बनाउने भनेर यहाँ कुरा गर्दै छ। फर्स्टमा छ यहाँनिर निकु ज्यागा रेउरिनो नामाए भन्छ है। निकु ज्यागा भन्ने एउटा खानेकुराको नाम हो। सो मासु र के त मिट र हाम्रो पोटाटोको है। सो एउटा आलु र मिट मिसाएको एउटा निकु ज्यागा भन्छ। सो निकु ज्यागा भनेको एउटा खाने परिकार। यहाँ ब्र्याकेटमा पनि दिएको छ रेउरिनो नामाए भन्छ है, खानेकुराको नाम। सो रेउरिनो नामाए हो चुकुरी मास्यो भनेपछि अब निकु ज्यागा भन्ने कुरा बनाऊ भनेको छ है। यहाँ अगाडि छ यतापट्टि लेखेको छ ग्युनिकु वा सानसेन्ची हावानी तामानेगी तो नो ज्यागाइमो वा खावाओ मुइते ओकी मेनिकी त्योकिमास्यो भन्छ। यसले के भन्छ भन्दा ग्युनिकु भनेको बीफ है। बीफ चाहिँ 3 सेन्टिमिटर विड्थ भनेको चौडा, 3 सेन्टिमिटर चौडामा र प्याजलाई चाहिँ के भनेको छ? प्याज र आलुलाई चाहिँ बुक्रा छिलेर भनेको है। खावाओ मुइते भनेको बुक्रा पिल गरेर छिलेर भनौं। ओकी मेनिकी त्योकिमास्यो भनेको अलिक ठुलो साइजमा, बिग साइजमा भनेको है, ठुलो साइजमा काटौं। यहाँ हेर्नुस् त देखाएको छ आलुलाई चाहिँ अलिक ठुलो टुक्रा बनाएको छ। फेरि यहाँनिर उसलाई सरी यो निको होला है कमेन्ने। यो निकोलाई पनि अब पिसमा बनाएको छ। अनि यता तामानेगी र ज्यागाइमोलाई चाहिँ बनाएको छ। यो सुको खाजुनी जेही भन्छ। सो बेलुकीको साइड डिशको लागि बनाउँदै छ यिनीहरूले खानेकुरा। सो बेलुकी साइड डिशको लागि अब यसको लागि चाहिने अब के हो त है मटेरियलहरु त्यो हेरौं। जाइर्यो यो निन्बुन भन्छ 4 जनालाई पुग्ने गरी है। सो यो खानेकुराको यिनीहरूले 4 जनालाई चाहिँ मात्रा पुग्ने गरी बनाउँदै छन्। फर्स्टमा भन्छ ग्युनिको निहाको गुरामु। सो बीफ कति चाहियो त? 200 ग्राम चाहिँ बीफ चाहियो। अनि सेकेन्डमा छ ज्यागाइमो चाहिँ सानको भनेको छ है, 3वटा आलु चाहियो। तामानेगी निको है, प्याज चाहिँ 2टा चाहियो। अब हामी मरमसलातिर च्याउमिर्यो भन्छ। मिजु है, मिजुमा छ निकाप्पु भन्छ, 2 कप पानी चाहियो। स्योयु भनेको छ है, यो भनेको सस है। यो सस चाहिँ कति चाहियो त? 50 सीसी भनेको यहाँ चाहिँ मिलिलिटर भन्छ। जापानमा चाहिँ सीसी लाई बढी अब आखारी गर्ने गर्छ, तर यो भनेको त मिलिलिटर। अनि 50 मिलिलिटर भयो है। अनि अर्को छ सातौ ओसाजी सानबाई भन्छ है। यो भनेको के हो भन्दा सातौ भनेको के हो त? चिनी कति भनेको छ? ओसाजी सानबाई भनेको ठुलो चम्चाको 3 चम्चा भनेको है, ठुलो चम्चाको 3 चम्चा। अनि सारदा यो भनेको सलाद बनाउँदा प्रयोग गरिने एउटा तेल हुन्छ। सो यस विभिन्न तेलको क्याटेगोरी हुन्छ। सो तेल नै सम्झिनु। त्यो चाहिँ कति भनेको छ? स्यौ भनेको है। स्यौ भनेको जस्ट अलिकति मात्रै, सो थोरै भए पनि हुन्छ भन्छ। सो यो भयो यिनीहरू मटेरियलहरु। अब यहाँ अगाडि जाउँ। एओमिते ओबोइमास्यो पिक्चर हेर्दै याद गरौँ। यहाँ देखाएको छ हेर्नुस् त, ओसाजी भनेको ठुलो चम्चा। हेर्नुस् त यहाँ बाहिर देखाएको छ नि, हो यो ठुलो चम्चा है। ओसाजी भनेको ठुलो चम्चा। कोसाजी भनेको टीस्पुन पनि भन्छ, अलिकति सानो चम्चा छ हेर्नुस् त। सो हाम्रो नुन राख्ने नुनहरुको चम्चा जस्तो सानो चम्चा। सो बेसिकली चाहिँ ओसाजी भनेको टेबल स्पुन ठुलो चम्चा हो। अनि यो कोसाजी भनेको टीस्पुन भनेको त्यो हाम्रो चियाहरुमा राख्ने चिनीहरु राख्ने चम्चा हुन्छ नि, त्यो टाइपको है। अब यहाँ छ
इच्ची काप्पु निहाकु सिसी भनेपछि एउटा कपमा चाहिँ 200 के जान्छ त 200 मिलिलिटर चाहिँ अब यसमा पानी कुनै पनि मात्रा हैन 200 मिलिलिटर जान्छ भनेपछि इच्ची रित्तोरु अनि के भनेको छ त 1000 सीसी 1000 सीसी भनेको 1000 मिलिलिटरको 1 लिटर एउटै कुरा भयो एक कपमा 200 मिलिलिटर हुनु र 5 वटा कपमा obviously 1000 मिलिलिटरको हुने भयो है। यतापट्टि छ हौच्यो भनेको के हो त चक्कु किचनको नाइफ है चक्कु नाइफ पनि भन्छौँ हामीले हौच्यो भनेको के रहेछ त किचनको चक्कु अनि मानाइता भनेको कटिङ बोर्ड अब हामी चपिङ बोर्ड पनि भन्छौँ हैन कटिङ बोर्ड भनौँ यो सो हामीले सब्जीहरू काट्ने हैन कटिङ बोर्ड भयो है। अनि हाकु गुरामु भनेर यहाँ देखाएको छ अनि हाखारी भनेको अब तराजु भनौँ न हामीले मापन गर्ने कुनै पनि कुरालाई चाहिँ त्यसलाई मेजर गर्ने है वेट मेजर गर्ने सो हाकारीबाट यहाँ नापिरहेको छ। अब अगाडि हेरौँ यता छ मोत्तो बैमास्यो अझै धेरै याद गरौँ यो शोकुनो ओखाजु भन्छ डिश फर इभिनिङ मिल अघि पनि हामीले मेन्सन गरिसक्यौँ हैन सो बेलुकीको लागि अब यो बनाउँदैछन् यिनले निकु जागा भन्ने एउटा रेउरी सो बेलुकीको डिश भयो है साइड डिश। अर्को छ नेक्स्टमा एयोनो बारान्सो खानगाहरू थिङ्क अबाउट द न्युट्रिसन ब्यालेन्स हो हामीले अब न्युट्रिसन है आफ्नो शरीरलाई चाहिने है पौष्टिक तत्त्वहरू हैन आफूलाई चाहिने भिटामिनहरू डाइटको कुराहरू भयो हामीले के त भिटामिनहरूको ब्यालेन्स गर्यो भने राम्रो हो नि त त्यो जे कुरा पनि हामीले अब मुखलाई मिठो हुन्छ भनेर सकेसम्म खाएन भने अब आफ्नो शरीरलाई अब के त के कुराहरू चाहिएको छ हैन त्यो हिसाबले चाहिँ हामीले डाइटहरू ब्यालेन्स गर्यो भने राम्रो हो जसमा अब न्युट्रिसनहरूको बारेमा सोच्नु राम्रो कुरा हो है। सो यहाँ त्यही भन्छ एयोनो बारान्सो खानगाहरू भनेको थिङ्क अबाउट द न्युट्रिसनल ब्यालेन्स भनेको खानेकुराहरूको पौष्टिक आहार हैन अब खानेकुराहरूको प्रोटिन तत्त्वहरूको ब्यालेन्स गर्नु भन्ने अर्थ बुझौँ सिम्पल तरिकाले। कालोरीका ताखाइ स्योकुइन भनेको है हाई क्यालोरी भएको खानेकुराहरू है हो एकदम जसमा धेरै क्यालोरी हुन्छ हामीले फ्याट बर्न गर्न पनि के त क्यालोरीहरू एकदमै त्यो गर्नु पर्यो नि त पसिनाको थ्रु फाल्नु पर्ने हुन्छ सो हाई क्यालोरी है। हाखारू भनेको त्यही मापन गर्ने तराजु भनौँ हैन त्यसबाट चाहिँ मापन गर्नु है मापन गर्ने यन्त्रबाट मापन गर्नु भन्ने अर्थ भयो है हाखारू। अनि यहाँ स्यौ एरेउ भन्छ नुन चाहिँ जस्ट अलिकति मात्रै नुन चाहिँ थोरै मात्रै राख्ने हामीले स्यौ मासेको दासाई भनेको चोट्टो मातेको दासाई भन्थ्यौँ नि यसो पर्खिनुहोस् हो त्यही स्यौ भनेको यसो थोरै अलिकति भन्ने अर्थ दिन्छ यहाँ पनि। अर्को छ चुमिरो है सिसोनिङ भन्छ यो भनेको हामीले के बुझ्छौँ त मरमसला इन्ग्रेडियन्ट्सहरू भनेर बुझिन्छ है कुनै पनि खानेकुराहरू बनाउनको चाहिने र मेटेरियलहरू है खानेकुरा बनाउन चाहिने। साके राइस वाइन है राइसबाट बनेको टिपिकल के त यो रक्सी भनौँ अल्कोहल भनौँ है साके चामलबाट बनेको हाम्रो नेपालमा पनि बनाइन्छ। अर्को सु भनेको भिनेगर है भिनेगर भनेको हामीले खानेकुरालाई अलिकति स्वादिष्ट बनाउनको लागि प्रयोग गरिन्छ अमिलो पदार्थ यो भनेको भिनेगर भयो। अनि सारादा यु भनेको अब सलादमा प्रयोग गरिने यो तेल भयो। अनि तेनपुरा आबुरा भनेको तेनपुराहरू बनाउँदाखेरि प्रयोग गरिने तेल है तेलको विभिन्न क्याटेगोरी हुन्छ कि कुन खानेकुरा बनाउँदा कुन तेल प्रयोग गर्ने भन्ने हाम्रो नेपालमा यस्तो क्याटेगोरी चाहिँ अलिकति छुट्याइएको हुन्न अझै। सो अगाडि हेरौँ खावाओ मुकु भन्छ खावाओ मुकु पिल भनेको छ बोक्रा छिल्नु खावाओ मुकु भनेको पिल भनेको बोक्रा छिल्नु अथवा बोक्रा अब के भन्ने निकाल्नु तास्नु होइन अब ठाउँ अनुसारले अब तपाईँहरूको भाषामा भर पर्यो होइन। अर्को छ जाइरो किजामु भन्छ चप है चप द इन्ग्रिडियन्ट्स भन्छ त्यो। अनि जाइरो किजामु भनेको सानो टुक्रामा काट्नु हो कि हामीले कुनै पनि कुराहरू तपाईँले आलु काट्नु होइन अब सब्जीहरू काट्नु सानो टुक्रामा के सो अलिकति सानो पिस बनाएर काट्नु भनेको है। ओ कि मेनिकिरु भनेको यो चाहिँ ठुलो पिसमा अलिकति ठुलो पिसमा काट्नु है। सो किजामु भनेको सानो है कट इन्टु द स्मल पिसेस हो भने चाहिँ यो कट इन्टु इन द बिग पिसेस है ओ कि मेनिनारु किरु भनेको। अर्को छ सानसेन्सी हावानी किरु भन्छ 3 सेन्टिमिटर चौडाइ है विड्थ चाहिँ 3 सेन्टिमिटर चौडामा चाहिँ काट्ने नापेर भन्छ है 3 सेन्टिमिटर। अर्को छ मिसो सिरो गा नुरुकु नारु भन्छ है मिसो सिरो है अब यसको ओरिजिन भनेको अब सोयाबिन भयो। मिसो सिरो सुप चाहिँ नुरुकु नारु भनेको चाहिँ द मिसो सुप इज लुकिवाम भनेको मन तातो भन्छौँ नि सो मन तातो न धेरै तातो न चिसो ठिक्कको हो त्यसलाई चाहिँ मन तातो हुनु भनेको है त्यो सुप
राप्पो खाबुसेरु र खाकेरु छ र्यापिङ हामीले कुनै प्रकार र्यापिङ गर्छौं नि र्यापले के बाहिरबाट कभर गर्छौं नि त हो कभर विथ द प्लास्टिक र्याप भन्छ यो भनेको कुनै पनि भाँडोमा तपाईहरुले खानेकुरा राख्नु भयो केही सामान राख्नु भयो र माथिबाट छोपेको है माथिबाट जस्ट एज अ ढक्कन भनौं न बाहिरबाट सो एज अ कभर मात्रै गरेको है तपाईले जस्तो हामीले खानेकुरा राख्नु भयो अनि माथिबाट ढक्कनले छोप्नु भयो त्यो कभर गरेको है जस्ट माथिबाट मात्रै कभर गरेको अनि राप्पोदे कुरुमु भनेको यो चाहिँ ओभरअल जस्तो हामीले कसैलाई बर्थडे गिफ्टहरु दिदा हैन कुनै पनि उपहारहरु दिदा फुल र्यापिङ गरेर दिन्छौं नि त हो त्यो भनेको फेरि राप्पोदे कुरुमु भनेको त्यो होल के गरेको छ तपाईले र्यापिङ गर्नुभएको है सो र्याप विथ द प्लास्टिक र्याप भनेको छ यहाँ त एल्युमिनियम फोइल भनेको यो र्यापिङ गर्छौं नि हामीले जुन र्यापिङ गर्ने त्यो प्लास्टिक हुन्छ नि जस्तो हामीले अब नेपालमा त्यो हाम्रो के भन्छ रोटीहरुलाई र्यापिङ गर्दिनु पर्यो भने हैन हामीले बनाएको परोठाहरुलाई र्यापिङ गर्छ नि अलिकति न्यानो पनि होस् छिटो त्यो नसेलाओस् भनेर एउटा सेतो सेतो हुन्छ नि चाँदीको टाइपको देखिने बाहिरबाट सिल्भर टाइपको प्लास्टिक हो त्यो है त्यसले चाहिँ र्यापिङ गर्ने है सो यो भनेको यहाँ के भनेको छ त आरुमी अनि होइरु भन्छ है एल्युमिनियम फोइल भनेको इमाकारा रेन्सु शिमासु मिनासान है फर्स्टमा छ तादासी हो नि मारुचुकेनासाई भन्छ एकमा भन्छ इच्ची काप्पु इच्ची रितोरु इरिनो बिरो खाओ भन्छ एक कपको बियर किन्नी भन्ने हुन्छ कि 1 लिटरको हुन्छ अभियसली हामीले 1 लिटरको 2 लिटरको भन्छौं नि पानीहरुलाई पनि सो 1 कपको भन्ने हुँदैन है सो इच्ची रितोरु इरिनो बिरो खाओ 1 लिटरको है 1 लिटर जाने हामीले 1 लिटर जाने भनिन्छ नि 1 लिटरको भन्नु खोजेको है अनि अर्को छ जाइर्यो है सेकेन्डमा निबान जाइर्यो हो हाखारी छ अनि राप्पोदे हाखारी मास्यो भन्छ सो इन्ग्रेडियन्ट्सहरु है जति पनि हामीलाई खाना पकाउन चाहिने र मटेरियल कच्चा पदार्थहरु है जे चाहिन्छ साग सब्जीहरु हैन टमाटर व्हाटएभर सो जाइर्यो हो हाखारी छ एउटा अनि राप्पोदे हाखारी मास्यो र्यापिङले मापन गरौँ हुन्छ कि मापन गर्ने तराजुहरुमा चाहिँ मापन गरौँ हुन्छ त obviously चाहियो हाखारी दे हाखारी मास्यो अघि हामीले पढेर आएको भर्खरै मिनिङमा पनि हाखारी दे हाखारु भनेर हाखारु भनेर आएको थियो है सो हामीले तराजुले मापन गर्ने र्यापिङले त हामीले के गर्ने हो त त्यसलाई त कभर गर्ने हो मापन गर्ने हैन है अर्को छ सानबान एयोनो नानी नानी हो खानगाए मास्यो या बारान्चु छ या कारोरी छ है सो न्युट्रिसनको ब्यालेन्सको बारेमा सोचौं अथवा क्यालोरीको बारेमा सोचौं भन्छ obviously हामीले अघि पनि पढ्यौ न्युट्रिसनको ब्यालेन्स गर्नुपर्छ हैन पौष्टिक आहारहरुको प्रोटिनहरुको चाहिँ के गर्नुपर्छ त खानेकुराहरुको हामीले ब्यालेन्स गर्नुपर्छ सो यो के भयो त एयोनो बारान्सो खानगाएमास्यो न्युट्रिसनको ब्यालेन्स गर्ने बारेमा चाहिँ के गरौँ त हामीले विचार गरौँ अथवा सोचौं भन्दै छ अर्को छ योनमान जाइर्यो नानी नानी हो के भनेको छ त हाबानी कित्यो किमास्यो अब के त त्यो सामानलाई चाहिँ के भनेको छ एउटा भन्छ 1 ग्राम अर्को भन्छ 1 सेन्टिमिटर चौडाइमा काटेर राखौं भनेको छ है अब खानेकुराहरुको त्यो मटेरियलहरुलाई चाहिँ 1 ग्राम चौडाइमा काटेर राखौं हुन्छ कि अब के त 1 सेन्टिमिटरको चौडाइमा काटेर राखौं हुन्छ त obviously 1 सेन्टिमिटरको चौडाइमा काटेर राखौं है 1 सेन्टिमिटरको भन्न खोजेको अर्को छ हौच्योदे जाइर्योनो नानी नानी किजामु भन्छ चपिङ बोर्डमा चाहिँ त्यो अब इन्ग्रेडियन्ट्सहरुको ओखाजु भनेको छ अनि तामानेगी हो किजामु त्यो चपिङ बोर्डमा चाहिँ अब के भनेको छ अब त्यो जाइरो भनेको त्यो त्यही अब हाम्रो के भयो त इन्ग्रेडियन्ट्सहरुको ओखाजु भनेको साइड डिश तामानेगी भनेको प्याज अब साइड डिश सानो सानो बारेर काट्ने हुन्छ कि प्याज काट्ने हुन्छ obviously तामानेगी हुन्छ है सो के भयो त यहाँनिर हौच्यो है हौच्यो जाइरोनो चपिङ बोर्डमा चाहिँ त्यो इन्ग्रेडियन्ट्सको प्याजलाई चाहिँ के गरौँ त एकदम सानो सानो बनाएर काटौं भन्छ अब अर्को छ 6 नम्बरको चुगिनिसियो नानी नानी इरेतेको दासाई भन्छ चुगिनिसियो स्यौ स्यौ छ अनि कोमा खाएको छ हेर्नुस् त सो स्यौ स्यौ हुने भए अलिकति राख्नुहोस् चुगिनिसियो स्यौ स्यौ इरेतेको दासाई अब नेक्स्टमा चाहिँ तपाईले के त अलिकति नुन राख्नुहोस् अब हामी सेकेन्डमा जाउँ यो खाली ठाउँ दिएको छ ए नानी नानी नि दोरेगा हाइरिमास्का हितोचुएरा यसमा चाहिँ के राख्ने एउटा छान्नुहोस् भन्दै छ खावा इरेनाइ होगा इनोदे किरेनी नानी नानी ओकिमास्यो भन्छ
खावा वा है इरेनाई होगा इनोदे भनेको बोक्रा चाहिँ सकेसम्म नराख्दा नै बेटर हुन्छ भनेको है। बोक्रा चाहिँ सकेसम्म चाहिँ नराख्दा बेटर हुने भएकोले राम्रोसँग राखौँ भन्छ। यसले भन्छ राम्रोसँग मुइते राम्रोसँग होइन छिलेर राखौँ, राम्रोसँग काटेर राखौँ होइन, राम्रोसँग कभर गरेर राखौँ होइन, राम्रोसँग सानो के गरेर त हामीले कट गरेर राखौँ भनेको छ। अभियसली बोक्रा सकेसम्म नहालिकन भनिसकेपछि राम्रोसँग छिलेर बोक्रा छिलेर है खावा इरेनाई होगा इनोदे के त किरेनी मुइतो किमास्यो राम्रोसँग के गरेर त छिलेर त्यो बोक्रा छिलेर राखौँ। किनकि बोक्रा चाहिँ नराख्दा बेटर हुन्छ भनेपछि अरू काट्ने ऱ्यापिङ गर्ने कुराहरूसँग मिलेन बोक्रा छिल्ने है मुइते जा सुके साइगोनो मन्दाई निको राप्पुदे नानी नानी रेजो कोनी सिमाई मास्यो भन्छ। मिट चाहिँ ऱ्यापिङले है, मासु चाहिँ ऱ्याप गरेर भनेको त्यो ऱ्यापिङ गरेर ऱ्यापिङले रेजो कोनी सिमाई मास्यो भन्छ। एउटा हियासिते हिनेते कुरुन्दे र हाखाते छ। त्यो मासुलाई चाहिँ कभर गरेर फ्रिजमा राख्ने कुरा भइरहेको छ। अब हियासिते भनेको छ चिसो बनाएर होइन। अब यहाँ हिनेते छ घुमाउनु होइन, हामीले हिनेरू भनेर ज्यागुची भनेर हामीले भनेको थियौँ। सो अनि त्यसपछि कुरुन्दे भयो, अनि यहाँ हाकाते मापन गरेर है। अभियसली मासु चाहिँ ऱ्याप गरिसकेपछि के त चिसो बनाएर फ्रिजमा राखौँ ताकि त्यो नबिग्रियोस्। अभियसली के हुने भयो त हियासिते हुने भयो है। ल सो यो थियो आज हाम्रो डे 2 को मिनिङको प्र्याक्टिस प्लस रेन्सु पनि गरियो। सो हामीले अब नेक्स्ट एपिसोडमा नेक्स्ट पार्टमा चाहिँ हामीले डे 3 को बनाउँछौँ है। सो मिनासान है क्यों मो私のビデオを最後まで見てくれて皆さんに心から感謝しております。さようなら、よろしくお願いします。